मलाई चाहिँ के कसैको बिहे भइरहेको छ, कुनै घरमा या छरछिमेकमा बिहे हुनेवाला छ र त्यहाँ बाजागाजाहरू बजाइरहेको छ भने मलाई एकदम एक्साइटमेन्ट एकदम रमाइलो लाग्छ कि त्यो माहौल देखेर है। चाहे म इन्भाइट हुँ या नहुँ तर म चाहिँ एकदम धेरै एक्साइटेड हुन्छु। अनि हिजो थियो मेरो काकाको छोराको बिहे अनि रत्तौली कार्यक्रम चलिरहेको थियो टोलमा। अब पहिला गाउँघरमा त रत्तौली भन्नेबित्तिकै मादल बजाउने दोहोरी जस्तो नै गरिन्थ्यो नि त। अब अहिले त त्यस्तो गरिँदैन। अहिले त स्पिकर ल्याइन्छ, ड्याङ ड्याङ लाएर बजाइन्छ, नाचिन्छ मजाले आफ्नै पारामा होइन। अनि हामी पनि आफ्नै पारामा नाचिरहेको थियौँ, कस्तो रमाइलो गरेर है। मलाई पनि नाचगानमा एकदम रुचि भएको भएर होला के, कतै पनि कुनै म्युजिक बज्छ नि, म कन्ट्रोल गर्नै सक्दिनँ के, म नाच्न पुगी नै हाल्छु के। एक त हाम्रो टोलको नामै रमाइलो टोल, यतिको रमाइलो त गर्नु परि नै हाल्यो नि होइन। अनि एकछिनपछि चाहिँ दुल्हा-दुल्हैको पनि एन्ट्री भयो। दुलही कस्तो राम्री लाग्यो, मलाई कस्तो राम्री लाग्यो है। अनि दुलहीको र दुल्हाको एन्ट्री भइसकेपछि चाहिँ मलाई आफ्नो बिहेको दिन पनि एकदम याद आयो कि म पनि यस्तै गरी दुलही बनेर भित्रिएको थिएँ नि त। अनि कस्तो त्यो मेमोरी फ्ल्यासब्याक भइरहेको थियो। अनि एकछिन नाचगान गऱ्यो, खुट्टा गलिसकेको थियो नाच्दा नाच्दा है। अनि त्यसपछि चाहिँ अब घर फर्किनु पर्ला भनेर चाहिँ घर फर्किनै पर्यो। आउन त मन थिएन होइन, तर दुलहीको गृहप्रवेशहरू हेर्न मन थियो। तर अब घरमा पनि अब आफ्नो काम त हेर्नु पऱ्यो नि त। खानासाना केही बनाएको थिइनँ, अनि त्यही भएर एकछिन नाचगान गरेर दुल्हा दुलहीलाई नचाएर अनि त्यसपछि म घर आएँ।